is up you guys, welcome back to the channel है धेरै पछि आज चाहिँ चट्ट सानो एउटा भ्लग बनाउने सोच गरेको छु मैले चाहिँ नयाँ क्यामेरा छ त्यो पनि ट्राई गरौँ भनेर हैन नयाँ गाडी छ केटाहरुले देखिहाल्यो होला हैन नयाँ गाडी टक्क चेक गर्नलाई चाहिँ भिडियो बनाउन लाग्यो आज चाहिँ म दिदीकोमा जान लाग्यो हैन अलि टाढा छ टक्क दिदीकोमा जान लाग्यो अनि पहिला सुरुमा चाहिँ टक्क त्यो एउटा बहिनीलाई लिन जान्छ हाम्रो बहिनी छ त्यो बहिनीलाई लिएर अनि बहिनीसँगै एकैचोटि जाने कुरा छ हैन त्यही भएर अहिले चाहिँ अब हामी टक्क त्यो बहिनीलाई लिन जान लाग्यो बहिनीलाई लिएर त्यहाँबाट यसो कफसपी किनेर त्यसपछि हामी सिधै जान्छौँ होला हैन त्यो धेरै पछिको भ्लग छ है केटाहरु यस्तै छ गाडी यस्तै छ कस्तो छ गाडीहरु कमेन्ट गरिदिनु होला हैन रमाइलो छ मजा आउँछ जस हैन अनि त्यो आज वेदर चाहिँ लास्ट राम्रो छ त्यही भएर मजा नि छ बाहिर निस्किनलाई अस्ति अहिले त जाडो महिना लागिरहेछ नि त यहाँ अनि जाडो महिना सकिन लाग्यो अब अनि जाडो महिना सकेपछि अब रमाइलो हुन्छ बाइकहरू पनि त्यस्तो साह्रो झिकेको छैन जाडो भएर गाडी भइरहेछ त्यही भएर अब बाइक पनि चढ्नुपर्छ बिस्तारै निकालेर अलिकति गर्मी तातो हुन थालिसकेपछि फेरि गर्मी म्याक्स लाग्यो भने नि फेरि अलिकति गाह्रो छ चढ्नलाई हैन त्यही हो गाइस अब एकछिनपछि टक्क त्यो बहिनीलाई भेटिदिन्छौँ अनि त्यसपछि सिधै गएर बाटोमा कुरा गरौँला सिउ पुच्छु न होम त गर्ने छ ल बकाना अब दगरा पुच्छु त्यसो भनेर हुन्छ त त्यसो भनेर सिक्दैन नि अनि साह्रो छ जापानिज बोल्नलाई बहिनी चाहिँ आएको भर्खर कति भयो अरे 3 महिना भयो 3 महिना भएर बहिनी आएको चाहिँ त्यही भएर बहिनीलाई गाह्रो छ अनि भन्दै त जीको सौकाइदेऊ नि त जापानिजमा अलिअलि त आउँछ होला नि कसरी लो हुन्छ हाई गर्नु पर्यो नि झन् यसरी बोल्यो भने पनि झन् आउँछ त भन त ल मेरो नाम मात्रै भन त जापानिजमा भन्दै हो भइ त हाल्यो त सकिहाल्यो त ओके बोल्नु पर्छ ल यो होइन ल्याङ्ग्वेज भनेको कहिले लजाउनु हुँदैन क्या जो लजायो त्यसले बोल्नु जानेन भनेर जाने हुन्छ क्या अहिले लाज लाग्छ मलाई पनि लाग्थ्यो एकदम लाज लाग्थ्यो एक शब्द बोल्नु पऱ्यो भने नाङ्गै दौडी भने जस्तो लाग्थ्यो मलाई होइन तर त्यो गऱ्यो भने त्यो बोल्नु जान्दैन क्या त्यो आउँदैन क्या त्यो लाज चाहिँ पचाउनु पर्छ क्या तर बिग्रियोस् क्या कसैले केही भन्दैन अनि सुरुमा त त्यो सिक्नु पऱ्यो नि त बोल्नलाई त बोल्न जान्नको लागि पहिला सुरुमा त्यो सिक्ने हो होइन हो त्यो पहिला बोल्न जान्नको लागि त्यो त चाहिहाल्यो नि त पहिला त्यो सिक्ने अनि त्यसपछि त्यो बुकहरुमा लेखा हुन्छ नि त वर्डहरु लेखेर फ्रेजहरु सेन्टेन्स पढ्ने क्या सेन्टेन्सको मिनिङ के हो त्यो मिनिङ याद गर्ने अनि फन्ट याद गर्नु हैन त्यो पछि सिकायो अहिले बोल्न सिकायो त त्यो बिचमा अब जस्तै अब ग्रामर आयो भने त्यो याद गरेर ग्रामर गर्नु हैन गाह्रो छ नि त जापानिज बोल्नलाई हैन तर सिक्छ बिस्तारै सो गाइस अब चाहिँ हामी टक्क एकछिन खाजा खाएर अनि अब जान्छ होला अब कति घण्टा छ अब त नान्जिकाङ कहाँ हो निजिकाङ कुरा अब 2 घण्टा जस्तो छ है सिउ एकछिनपछि जापानिज ल्याङ्ग्वेज पनि पढ्यो अब टक्क एकछिन बसेर चल्दिहाल्छ मौसम चाहिँ सही छ क्या आजको यहाँ गाडी चाहिँ यस्तो छ है गाइस ल मजुराटी हो हाम्रो चाहिँ गाडी होइन चट्ट बबाल छ चल्दिम हाई नमस्ते गर्नु नि यहाँ नमस्ते यहाँ यता यहाँ ल 3 2 1 ल नाचेल नमस्ते पनि एक नमस्ते पनि दियो ल नमस्ते गर्नु नमस्ते छोरो ए छोरो पेट पूजा हानौँ ल सानो हेभी भात खाइयो
भान्जाले भात सबै निकाल्दै रहेछ भान्जा आयन्स यहाँ आएर नाच त नाच्दै त यहाँ नजिक आउने होइन क्या ल मामाको युट्युबलाई हाई भन्दै नि त आयन्स मामाको युट्युबलाई हाई भन्दै हाई गाइज भन्दै नि त ल मामाको गाडीको हुडमाथि बसेर फोटो सुट गर्छ ल भान्जाले ले ताली 우레시나 나 그러면 우레시나 मौन मिल्दैन के 아